नमस्कार। हजुरहरूलाई हजुरहरूको बच्चाले धेरै झुटो बोलेर तनाव भइरहेको हुनसक्छ या हजुरहरूको पार्टनरले झुटो बोलेर तनाव भइरहेको हुनसक्छ। श्रीमान श्रीमतीमा यस्तो या बाउ छोरामा आदि इत्यादि या पार्टनर साथीभाइले झुटो बोलेको जस्तो लाग्छ भने आज एउटा यस्तो अचुक उपाय सिकाइदिन्छु। पहिलो नम्बरमा चाहिँ मान्छेको दोस्रो घर, कुण्डलीको दोस्रो घरबाट वाणीको विचार गरिन्छ। यदि दोस्रो घरको मालिक मङ्गलको राशिमा या 1 अङ्कमा या 8 अङ्कमा बसेको छ या 10 अङ्क या 11 अङ्कमा बसेको छ भने या 6औं र 8औं या 12औं घरमा बसेको छ भने या तपाईको वाणीको घरको मालिकमा क्रूर ग्रहको दृष्टि जस्तो मङ्गलको दृष्टि या शनि या राहु या केतुको दृष्टि छ भने यस्तो अवस्थामा मान्छेले अत्याचारै झुटो बोल्छ र त्यो झुटो बोली बानी लाग्छ। यस्तो कन्डिसनमा के गर्ने, त्यो व्यक्तिलाई प्राय गुलियो कुराहरू खुवाउने, बिहान उठेपछि दुबोको रस कुटेर खुवाउने र प्राय सधैँभरि फिटकिरी पानीले मुख कुल्ला गराइदिनुस्। त्यो व्यक्तिले बिस्तारै झुटो बोल्ने लत हराउँदै 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 गएर उसले सत्यको पछि लागेर सत्य बोल्न थाल्छ है त। हजुरहरूलाई यो कुरा कस्तो लाग्यो कमेन्टमा हजुरले दुबो भनेर लेख्नु होला।